Hello guys, welcome back to my new vlog. हाम्रो यहाँ केटाहरू छन् यता दुईजना चरण दोस्रो राम भाइ हामी चाहिँ नाइट कस्ती त्यो हाम्रो यो मेथी प्रहरीबाट सिलेक्ट भएको हामीहरू म चाहिँ सफाई प्रहरीको इन्चार्ज मेथी प्रहरी हाम्रो एसपी साहब हाम्रो एसपी साहब यता हुनुहुन्छ हो त्यो अनि यो ज्याकेट चाहिँ हाम्रो भाडामा लिए हाम्रो शरीरमा अनि यो टोपी चाहिँ 50 रुपियाँको अनि यहाँ चाहिँ हामी संसद भवनको अगाडि छौँ हामी यहाँ चाहिँ यो चाहिँ बानेश्वर एरिया हो बानेश्वरको एरिया मेन रोड हाम्रो यो आन्दोलन भएको ठाउँ यस्तो छ है यहाँको अवस्था छ अहिले चाहिँ जो हामी रमाइलो गरिरहेछौँ रमाइलो भन्दा नि अब एकछिन नाइट चाहिँ यसो आम भनेर हाम्रो बानेश्वर एरियातिर यो हो यो चाहिँ हाम्रो जेनजी आन्दोलन भएको एरिया हामी यो संसद भवनभित्र छौँ ठ्याक्कै ए संसद एरियाको बाहिर हामी सरी संसद एरियाको बाहिरतिर छौँ यस्तै हो साथीहरू अब यो परिवर्तनको लागि जुन चाहिँ आन्दोलन भएको छ 84को चुनाव 82मा सार्नलाई होइन खासमा चाहिँ अब परिवर्तनको लागि हाम्रो सुदृढ हाम्रो भनेर तर अगाडि पुलिस ड्राइभर हुनुहुन्छ के भन्छन् कि भन्ने डर हो यहाँ अब फागुन 21 गते त्यस्तो त राम भाइ अनि हाम्रो निर्वाचनको बारेमा के भन्न चाहनुहुन्छ तपाईँ निर्वाचनको बारेमा त के भन्नु यार के छ निर्वाचनको बारेमा हामी के छ यसपालिको के होइन हामी यो पालि चाहिँ यस्तो गरौँ के पार्टीको लागि होइन देशलाई जिताउनको लागि चाहिँ भोट हाल्नु पर्छ है जसले भोट त हाल्ने तर कसलाई हाल्ने भन्ने हो नि त देशलाई जिताउनलाई भोट त हाल्ने भन्नुभयो तपाईँले होइन कसलाई हाल्ने भन्ने हुन्छ राम्रोलाई हालौँ हाम्रोलाई नहालौँ राम्रो मेन कुरा हाम्रो सरले भनिहाल्नुभयो होइन तर मेन कुरा भनेको चाहिँ कङ्ग्रेस एमाले आरएसपी के छ सबै पार्टीहरू मलाई सबै पार्टीहरूको बारेमा नलेज चाहिँ भएन होइन तर जुन क्यान्डिडेट चाहिँ राम्रो छ पार्टीलाई होइन तपाईँको पार्टीलाई होइन आफ्नो एरियाको क्यान्डिडेटलाई चाहिँ राम्रो क्यान्डिडेटलाई चाहिँ मजाले एरियामा घन्टी राम्रो नहुन पनि सक्छ तर फेरि यस्तो साथी बहुमत ल्याउनलाई चाहिँ एउटा पार्टीलाई भोट हाल्नु मेरो पर्सनल सजेसन चाहिँ के हो भनेपछि ओपनमा चाहिँ तपाईँलाई जुन राम्रो लाग्छ त्यसलाई भोट गर्नुहोस् मजाले ढुक्कसँग तर एज अ समानुपातिकको रूपमा चाहिँ घन्टीलाई नै गर्नुहोस् भन्छु म चाहिँ किनभने हामीलाई वी निड चेन्ज फर आवर जेनेरेसन फर फर्दर नेक्स्ट जेनेरेसन होइन हाम्रो लागि मात्र होइन नि त हाम्रोभन्दा पछि पिँढी होइन हाम्रै पिँढी हाम्रोभन्दा अगाडि हाम्रै पिँढीले चेन्ज चाहियो हो त्यो चेन्ज चाहिएर हामीले त्यत्रो आन्दोलन गरे हो गोली खायो ल भन्नुहोस् तपाईँ जान्न चाहन्छ तपाईँ भन्नुहोस् त को जित्न सक्छ को चाहिँ हुनसक्छ हाम्रो देशको प्रधानमन्त्री जनताले जेनजीले चाहेको प्रधानमन्त्री हुन्छ कि पूर्व प्रधानमन्त्री हाम्रो साथी म तपाईँ जस्तो जोरसँग हल्का तपाईँ जस्तो धेरै बोल्न चाहिन हजुर अब की बार बालेन सर ओ माइ बहुमत कसको आउन सक्छ बालेन सरकार भनेर भएन नि त हाम्रो सरकार भनेर मात्र हुँदैन नि सरजी तपाईले बालेनले मात्र जितेर प्रधानमन्त्री हुँदैन सर उहाँ जितेर मात्र हुने हामीहरू तपाईँ जस्तो आमा बोल्ने मान्छे होइन हामीले रिसर्च गरेका छौँ हामीले डेटा एनालाइजहरू गरेका छौँ कति सिट आउन सक्छ कति सिट आउन सक्छ भन्ने चाहनु भएको छ तपाईहरुले हामीले कति ल्याउन सक्नुहुन्छ बहुमत हामीले अहिलेसम्मको रिसर्च हेर्दाखेरि डेटा एनालाइसिसहरू गर्दाखेरि चाहिँ हाम्रो समानुपातिक र खुल्ला तर्क दुईटा तपाईको त्यो मलाई मेरो जवाब दिन दिनुहोस् पहिला तपाईँ भन्नुहोस् न बिचमा कुरा नकाट्ने जनताले जेनजीहरूले सबै जनताले चाहेकै कुरा भन्न आएको छु जेनजीहरूले छिटो ल ल सुन्नुहोस् न पहिला तपाईँ भन्नुहोस् तपाईँ माइक तल गिर्नु छिटो भन्नुहोस् हाम्रो समानुपातिक खुल्ला टोटल हुँदै 120 सिट कन्फर्म त्योभन्दा माथि ल्याउँछ त्योभन्दा तल ल्याउने कुरै छैन हजुर त्यसपछि कति सिट ल्याउँछ अरे 120 भन्दा माथि नै यो 120 भन्दा माथि 120 त मिनिमम अनि हाम्रो बहुमतको लागि कति सिट चाहिन्छ सर बहुमतका लागि 175 चाहियो 175 मा अनि 120 मा के गठबन्धन गर्नुहुन्छ तपाईँ गठबन्धन के छ गठबन्धन गर्ने सोच्नु भएको छ तपाईँहरूले अहिले चुनावभन्दा पहिला त छैन हाम्रो त्यसपछि चाहिँ यदि भयो भने कोसँग गर्न चाहनुहुन्छ तपाईँ यदि गठबन्धन भयो भने भोलिको दिनमा हामी योसँग उसँग गर्ने हो कि भोलि सच्चा मान्छे जसले हाम्रो जस्तै सपना बोकेको छ देश बनाउने राष्ट्रवा पार्टीले अर्को साम्पाङ माटो त्यो छ नि हाम्रो पार्टीको नाम के अरे साथी पार्टीको नाम के अरे श्रम संस्कृति पार्टी संघ हामी गठबन्धन गर्नुपर्छ उहाँले उहाँले देश बनाउने सही नीति तपाईँले ग्रुपमा ल्याइराख्नु भएको छ जनताले चाहन्छ भन्नु हामीले हामीले पनि गर्छु हामी हामी पनि गर्छु 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 हामी पनि गर्छु
फेरि बालेनज्यू कुरा हो उहाँले विरोध गर्ने कुरा भएन नि त उहाँले बालेनलाई विरोध गरिराख्नु भएको छ उहाँ आउन चाहनुहुन्न होला बालेनजीको श्रीमती सहितले उहाँले ताकिराख्नु भएको छ कार कराउँदै गर्छ तिनीहरू सुक्दै गर्छ हामीले दुनियाँको कुरा सुनेर बस्ने होइन उहाँले यदि हामी देश गराउँछौँ हामी तपाईँहरूसँग मिल्न तयार छौँ भनेपछि हामी खुला उहाँ भन्न सक्नुहुन्न तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ उहाँलाई कसरी उहाँ आउनुपर्छ भन्ने छैन नि त भोलि सच्चा मनले जुन देश बनाउन खोज्छ उहाँलाई हामी स्वागत गर्छौँ तपाईँको भिजन के देशमा भिजन के के छ बोलेको जस्तो होइन नि त एजेन्डा भन्नुहोस् तपाईँको एजेन्डाहरू एजेन्डाहरू हाम्रो वरिष्ठ नेता हाम्रो पार्टीको सभापतिले सुनिसक्नु भएको छ तपाईँहरूलाई हिजो नै धनगढीबाट उद्घोष गर्नु भएको छ एकछिनलाई ब्रेक लगाऊ ब्रेक टन 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 अहिले चाहिँ हामी यो पशुपतिको प्राङ्गणतिर पुगिसकेको छौँ यो चाहिँ हाम्रो साथी हाम्रो केपी ओलीजी हाम्रो पछाडि आइराख्नु भएको छ हेलो बस्नेत ए झोले कहाँ हो ल महेश बस्नेतजी जम्प हान्नुभयो साथी यस्तो गर्नुहोस् त उहाँले यस्तो जम्प हान्नुहुन्छ उहाँले बस्नेतजी त्यस्तो वफादार मान्छेलाई त्यस्तोसँग दाग्नु भएको यार किन त्योभन्दा पनि तल्लो स्तरको हाम्रो महेश बस्नेतजी त्योभन्दा पनि तल्लो कट्टर उहाँ त एकदम कन्फिडेन्सका साथ भन्दै हुनुहुन्छ कि म जित्छु भनेर त हल्का पिटिराख्नु छ तपाईँ के छ यसको धारणा जित्नु म लेखेर राख्छु कसरी भन्न सक्नुहुन्छ तोकेर भनिराख्नु भएको छ म जित्छु उहाँले तोकेर भन्नुभएको छ हामीले रिसर्च गरेर भनेको छौँ यार तपाईँहरू अब कसलाई चाहिँ पठाउने तपाईँले रिसर्चलाई सत्यतालाई पत्याउने कि फ्याक्टलाई पत्याउने कि हावादारी कसलाई पत्याउने सुन्नुहोस् न हामीले फ्याक्ट चाहिँ कस्तो जबसँग चुनावको रिजल्ट आउँदैन तबसँग फ्याक्ट कसरी मान्ने हामीले सुन्नुहोस् तपाईँ म भन्छु जनताले कुन युगमा हुनुहुन्छ तपाईँ हावादारी गफदारीको युगमा हुनुहुन्छ कि तपाईँ अहिले 21औं शताब्दीमा हुनुहुन्छ यार साइन्सले यत्रो छलाङ लगाइसक्दा यार तपाईँ अहिले कसले जित्न सक्छ भनेर अनुमान गर्न सक्नुहुन्न तपाईँहरूले 8-10मा पढ्दाखेरि प्रोबेबिलिटी भन्ने कुरा पढ्नु भएन यार के हो त्यो महेश बस्नेत भक्तपुरको त होइन भक्तपुरको उम्मेदवार महेश बस्नेतले त्यहाँको जनताहरूसँग हामीले उहाँको जनताले महेश बस्नेतमै जित्नुहुन्छ भन्ने पुरा धारणाका साथ भन्दै हुनुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ नेताजी छिटो भन्नुहोस् पुरा हामी चाहिँ पशुपतिको प्राङ्गणतिर आइसकेका छौँ रातिको 2 बजे यता चाहिँ यो पशुपति एरिया बाँदरहरू त टन्नै छन् अनि तल चाहिँ रातिको 2 बजे पनि लासहरू चलिरहेको छ लासलाई दागबत्ती दिने काम भइरहेको छ यहाँ चाहिँ 24 घन्टा लास चलिरहेको हुन्छ यो चाहिँ हाम्रो मेन मन्दिर नाइट भ्यू अनि यो चाहिँ धुवा जोस भगवान र जीवन र मरण यतै हो होइन भूत पनि यतै छन् अरू के अरे भगवान पनि यतै छन् अनि यता चाहिँ हाम्रो साथी 2 जना म एकजना म रामबहादुर साउद अनि यहाँ चाहिँ चरण बोराजी अनि हाम्रो रामचन्द्र ढौल नेता आइसक्यो हामी साथीभाइहरू चाहिँ अब त्यही हो रमाइलो रातिको होइन राति 2-3 बजे यस्तो हिँडेर रुमबाट जोस् पशुपतिको त्यस्तो के भन्नु भित्र बगाइहाल्नु भन्छ होइन त्यही यो पशुपति महादेवको देखेँ होइन देखा होला महादेवको दर्शन गर्न आएको हामीहरू चाहिँ त्यही हो के राजनीतिक प्रश्न त गरौँ कि हामी यता भनेर हामी संवाद गरौँ भन्ने हाम्रो यता राजनीतिक संवाद गरौँ न संवाद गरौँ हामी जेन्जी जे होस् जेन्जीकै आन्दोलन भयो नि त अस्ति त्यही भएर हामी जेन्जी भएर राजनीतिक संवाद गरौँ भन्ने हो हल्का फुल्का गफगाफ सपोर्टर तर यहाँ चाहिँ फेरि बाँदरहरू छ मलाई त साह्रै डर लागिरहेको छ ओ माई गड भन्ने जस्तो भयो त हनुमानजी यता नआउनुहोस् यहाँ चाहिँ हाम्रो इन्टरभ्यू भइरहेको छ इन्टरभ्यू एकछिन गएर रोक्नुपर्छ यार हामी चाहिँ यता पशुपतिनाथको दर्शन गरेर रातिको करिब 3 बजेतिर फर्किरहेका छौँ होइन साथी करिब 3 बजे कि 3 बजेतिर 3 जनाहरू हाम्रो बानेश्वरको रोडतिर टक्क हिँडेर अनि हामी यहाँ फर्किरहेका छौँ अब हामी चाहिँ हाम्रो साथीको रुमतिर प्रस्थान गरिरहेका छौँ त्यही हो राति नाइट वाक केटीहरूको क्याट वाक भने जस्तो हाम्रो नाइट वाक भइरहेको छ यता यो यादगार पल हाम्रो
होइन स्टुडेन्ट लाइफको यादगार पल स्टुडेन्ट लाइफ होइन म चाहिँ फ्रस्ट्रेसन लाइफ हो फ्रस्ट्रेसन लाइफ भनेको स्टुडेन्ट लाइफमै हुने हो त्यो अब मैले त्यो उस्तो लाइफमा त हुन्न यस्तो यादगारमा धेरै बनायो तिम्रो होइन तर रातिको यति बजे भने फर्स्ट टाइम हो नि त यो होइन हाम्रो मिनी ब्लग छ अलग्गै होइन मिनी ब्लग त तिमीहरूको भइहाल्छ नि यार अब हामी चाहिँ रुम पुग्दाखेरि इन्डिङ गर्छौँ त्यहीँ पुगेर अहिलेको लागि चाहिँ